हामीले चाहिँ त्यो ल्याइरहेको थिएँ माघे सङ्क्रान्तिको भुजा अनि खायो मजाले निलाई तिर्खा लागेको छ क्या पानी खाँदैछ हिउँ खाँदैछ बिचरा डगा ल यस्तो नि भेट्छ यहाँ अब हामी जान लागेको अबाउट यो चाहिँ हामीलाई कुकुर छोड्न आएको है हि इज सो फ्रेन्डली अनि मलाई लास्ट टाइम कोही छोड्न आउँदा पिर परेको भनेको जस्तै मम्मी द्वारीबाट तल सुर्खेत आउनुभयो नि त अनि घरभित्र अङ्कलहरूसित आउनुभयो बाटो इज सो गाह्रो मम्मी इज अ बिट हेल्दी नि त अनि त्यति बेला चाहिँ मलाई एकदमै पिर परेको थियो कि मम्मी तल्लैसम्म नपुग्दासम्म म रोएर बसिरहेको थिएँ अनि आई फिल द सेम कि अहिले यो कुकुर छोड्न आएर छ अनि धेरै नै हिँडिसक्यो यो फेरि हामीसित छाना तिमी जाऊ दाइलाई पठाइदिनुहोस् कि भएन यता यस्तो चित्तै दुख्ने भयो त तलको ए अघि त्यो ऊ खायो नि त गुलिया खायो त्यसले तिर्खा हाल्यो क्या यसलाई अब हामी निस्किन लागेको एकदमै हेभी फिल भइरहेछ मैले फर्स्ट टाइम फिल गरेको म यत्रो गाउँतिर घुम्यो नि त नेभर फिल यस्तो के गाउँतिर पनि अलि हिउँ देख्यो अलिअलि पहाडहरू पनि देख्यो है बट खै यहाँ चाहिँ के छ हौ यस्तो यस्तो मजाले रोइदिउँ जस्तो फिल भयो ओहो केही छुटेको जस्तो फिल दाइ यो एरियामा आउनु यहाँ राम्रो देखेछ फोटो हो